Hello everyone, welcome to my day in life mini blog. मेरो चाहिँ दिन कसरी बित्छ भन्दाखेरि चाहिँ स्कुल जाँदाखेरि चाहिँ मेरो चाहिँ यसरी जान्छ। नानीहरू रेडी गर्नु पर्यो, अन्त म चाहिँ नानीहरूको लुगा यसरी राख्छु है, यस्तो अर्गनाइज गरी राख्छु किनभने छिट्टो हुन्छ नि त। अन्त मलाई चाहिँ दुईवटा नानीको लुगा टक राख्नु थियो, मैले नानीको लुगा रेडी गरेँ। अब मैले नानीहरूलाई खाना खानु छ बिहान चाहिँ यति बेसी हतार हुन्छ गाइस। तिनवटा नानीसँग पुरा साह्रो छ हुनु त है। अब हेर्दाखेरि मजाले हुर्काएको देख्छ, बट त्यसलाई म्यानेज गर्नु इज भेरी इम्पोर्टेन्ट हो, म्यानेजेबल हुनुपर्छ अलिक। सो म चाहिँ नानीहरूलाई खाना खुवाएँ, यता खाना खुवाउनु दिइराखेँ उनीहरूलाई। अन्त मैले उता रेडी गरेँ, लुगाहरू निकालेर चाहिँ उनीहरूको अगाडि नै मैले अलरेडी आइरनहरू गरिसकेको हुन्छ। अब म निकाल्दैछु उनीहरूको लुगा कुन लाउने भनेर। आज किनभने घाम मजाले लागिरहेको थियो नि त, त्यो हुँदाखेरि चाहिँ हाफ सर्टहरू निकालेँ। त्यहाँदेखि म चाहिँ अब रेडी गर्नु लागेँ मेरो छोरालाई ठुलोलाई है। अन्त यस्तै हो गाइस, के गर्नु, नानीको आमा भएपछि है फर्स्ट प्रिफरेन्स त नानीलाई दिनुपर्छ हामीले होइन। अन्त नानी चाहिँ हेर्नु न, सानो नानी मसँग झुन्डिन्छ। बिहान म निकै भएको थिएँ नि त, नपक्रेको अघिदेखि 1 घन्टा जस्तो भइसकेको थियो, किनभने मलाई रेडी गर्नु थियो नानीलाई। अन्त चाहिँ ऊ चाहिँ मैसँग झुन्डिरहेको छ बिहान, तर पनि मैले भ्याइनँ है उसलाई टाइम दिनु। अन्त अब अलमोस्ट मेरो छोरा चाहिँ रेडी भइसक्यो, राप्केल हो, क्रिम लगाएर चाहिँ ऊ नकल पार्दै थियो। अन्त मेरो छोरी चाहिँ आफै रेडी भएर आउँछ है। अन्त दुईजना हेर्नु नि यति बेसी मिल्छ है। अन्त पछाडि चाहिँ हेर्नु न हतार तेल लाउँदै थियो। अन्त मेरो छोरी चाहिँ आफै नै रेडी भइसकेको थियो। अन्त उसलाई चाहिँ मैले टाई लाउनु थियो, किनभने उसले टाई लाउनु सक्दैन। सो ऊ चाहिँ अहिले कति वर्ष भन्दाखेरि 7 वर्ष है, र पनि उसले सबै आफै नै गर्छ, सानो चिजहरू। अन्त अब उसको मैले केस कोर्नु थियो है। अन्त म केस कोर्नुको लागि बस न भनेको, ऊको अगाडि के बोल्नु थाल्यो हो, आजको मेरो हाम्रो भ्लगहरू कुनै के भन्दै। अन्त मैले उसलाई राखेर चाहिँ मैले चाहिँ केस स्टार्ट भयो केसको लागि। यति बेसी झगडा पर्नुपर्छ, मेरो छोरी केस चाहिँ लामो छ नि त होइन। अन्त लामो केसमा चाहिँ एकदमै साह्रो के हो, नानीलाई पनि साह्रो, आफूलाई पनि साह्रो। नानी काटौँ न भन्दा मान्दैन हो। अन्त यस्तो छ, यति बेसी छुच्चा छ फेरि हो। अन्त त्यहाँदेखि चाहिँ अब चाहिँ सक्नु आँटेको थियो भन्दाखेरि ढिलो भइसकेको छ, किनभने 8:45 मा स्कुल लाग्छ नि त। तर आज चाहिँ 8:40 भइसकेको थियो उसको केस गर्दाखेरि होइन। अन्त बहिनी पनि आइसकेको थियो, उयो बहिनीको नानी पनि उसँग पनि आइसकेको थियो होइन। अनि बिहान चाहिँ यति बेसी हतार हुन्छ होइन, पनि हतारै छिटो पुऱ्याउनु उनीहरूलाई चाहिँ अलिकति ढिलो नै भयो। स्कुल चाहिँ नजिक छोरा मात्रै है, डिस्टेन्समा छ। अन्त चाहिँ बाई भन्दै थिएँ। अन्त मेरो चाहिँ अब के भन्छ, सानो नानी चाहिँ बाहिर जान्छु भन्छ नि त, त्यहाँदेखि उसलाई पनि बाहिर निकालेर चाहिँ बाई भने। सो मेरो चाहिँ बिहान मर्निङ यो चाहिँ कति बजीसम्म भन्दा 9 बजीभित्रमा हो। अन्त नानी स्कुल पठाइसकेर चाहिँ म चाहिँ अब मेरो छोरालाई खाना खुवाउँदैछु, सानोलाई। त्यहाँदेखि नानीलाई खाना खाइसकेर चाहिँ हामी खान्छौँ नि त। अन्त उसको आप्पाले चाहिँ हेर्नु न दिउँसो लन्चको लागि डो बनाउनु थाल्यो है। सो यस्तो छ हाम्रो लाइफ चाहिँ गाइस।